गाइजहरू अब हामी यहाँनिर सिटी आइसकेको छ हाम्रो यहाँ सबै केटाहरू छ होइन यहाँनिर सिटीहरू छ यहाँनिर काकाहरू यो हाम्रो फाइनली गाइज गाडी आयो गाडी आएछ गाडी यस्तो छ यी हामी सिटीमा बन्नानी जाने बन्नानी ओइ त्यता बाइकमा जाने किन के भयो बालबाडी जाने बन्नानीदेखि मोबाइल रातभरि चाहिँ के गर तँबाट फोटो खिच्ने होइन त आउनु न ल गाइजहरू अब चाहिँ हामी लाग्दैछौँ यहाँ आउँदै हुन्छ यहाँनिर यस्तो छ सबैजना भेला हामी सबैजना भेला भयौँ र अब जाने बेला भयो भयो है गाइजहरू उता जमराहरू ल्याएर पैसाहरू लिएर गइसके घर यस्तै छ हामी चाहिँ गयौँ है अनि यो त ल चढ्दै चढ्नु बस्नु नि ल सिटीमा अरूहरू जाँदै हुन्छ बुवाहरू म चाहिँ स्कुटीमा जाने हो नमन बुवाहरू पनि स्कुटीमा जाने हो ल बाई हामी सबैजना छौँ अब जाँदैछौँ है गाईहरू ड्राइभर पनि आउनुभयो लु अब चाहिँ हामी चाहिँ जाँदैछौँ है गाईहरू जाँदैछौँ लु है लु आइज बाई 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 लु है लु ठुलोवाले झन्डै छोडेर हिँडिसक्यो लडेकै छैन है लु बो ल हेलो दसैँ दसैँ छ तर लाउन त लाग्दैन तर यहाँ लाउने हो भने त तलतिरै हो नि त तल सारा नि म घर नजाने भन्दै थिएँ अब उतै गरेर निक्लिनु
गणेश भयो चाहिँ ल्याउने फुलामा देउने फुला आयो गाई देउने सबै काठै त काठ अहिले त काठको पुलमा हिँड्छौँ हामी अहिले यहाँनिर पक्का पुल भइसक्यो काठ ग्याङ ग्याङ गर्छु ल एकछिन सङ्गलमा उत्रौँ हामी एकछिन यहाँ अलिक उकालो छ कि हामी हिँड्दै यहाँ अलिक ल ल हामी चाहिँ अलिक हिँड्दै आफ्नो उकालो उकालो छ ढेकालिदिउँ है यहाँ यस्तो लेडिज पार्टी चाहिँ सबै हुनुहुन्छ गाईहरू यस्तो छ है स्थिति हेलो हेलो हाम्रो ठेला हुँदैछ उकालो धेरै भएको कारणले गर्दा गाईहरू यस्तै छ पुगिसके हो ठिकै छ गाईहरू यस्तो कुद्दैछौँ है हाम्रो गाडी छुटिसक्यो गाईहरू आउँदैछु है आउँदैछु ल गाईहरू हामी चाहिँ हिँड्दै पुग्छौँ सफारी सँगसँगै हाम्रो चाहिँ एकदम अहिले उकालो उकालो छ त्यही भएर चाहिँ गाईहरू हिँड्दैछौँ उकालो छ त्यही भएर उकालै छ नि त यो सगरमाथा किचकबट जानु बाटो गाडी किचकबट यहाँबाट त्यस्तो जानु किचकबट गाईहरू बनियानी आइपुग्यो भन्छ अब हामी अब बनियानी आइपुग्यौँ यहाँ उभिरहेको छु हात्ती चोकमा चढेर बनियानी आइपुग्यौँ हात्तीमा चढेको छ भन्दैछु नि यो त वडा कार्यालय हात्ती चोक हात्ती बनियानी आइपुग्यो गाईहरू यहाँ केटाहरू आन्दोलन गरेछ के रङ हो तपाईँ हिँड्नु न ए म त उहाँ छोडिसक्नु ल बनियानी बजारबाट यसो
यता दक्षिण हो नि यता आइपुग्यो है हामी आउँदैछौँ हाम्रो लोकेसन हामी अब बालबाडी गाईहरू आइपुग्यो यहाँनिर हुनुहुन्छ अरू मान्छेहरू गाईहरू हेर्नु कोही यहाँ कोही यसरी एउटा यहाँ छ एप्पल खाँदैछ एउटा बाटा देउन्या पनि रोकेको क्या हो देउन्या देउन्या रोकेको ढिलो ल सबैलाई दसैँको शुभकामना हामीले नलगाए पनि यस्तो गर्ने हो भिडियो पुरा भिडियो एकदम गाईहरू अब टिका लाउने लु है गाईहरू लु अघि जाउँ है गाईहरू म हुन्छु अघि यहाँ हिँड्दैछन् केटाहरू है एकदम लड्लाउ है हजुर त्यही त भान्जी आएको छु नि हेर्नु धानका लहराहरू मरेर झुल्दैछन् आउँदै हुन्छ सबैजना उताबाट धान हेर्नु यहाँ कस्तो राम्रो छ घरको बनाउँदा ल हिँड हेलो गाइस म मधेसिनी अरे ए होइन यता देखाउनु न राजवंशिनी हो ए म चाहिँ राजवंशिनी हो टिका लाउने बेला भयो छिटो यता कताबाट हो आउँदै हुन्छ यता खेत देख्ने मैले नमस्कार दाजु नमस्कार के छ दाइ केही छ सन्चै नमस्कार है ल आउँदैछु है ल आइपुग्यो है गाईहरू गाई अब हामी बालबाडी पुगिसकेको छौँ यहाँ डराएँ यहाँ बाख्रादेखि भान्जा यहाँ छ उता क्यामेरा चाहिँ टिकटक बनाउँदैछ अनि यहीँदेखि घुस्दैन
यहाँ गाई छ, यहाँ आमा उसिन्छ, यहाँ भान्जो, यहाँ आमा, अनि म यता सङ्गलमा काकालो। यो ह्याप्पी ह्याप्पी दसैँ है, ह्याप्पी दसैँ कमेन्टमा भनिदिनु होला। यहाँ आमा हुनुहुन्छ, यहाँ कोठा छ है गाइसहरू, कोठा यहाँ बेडहरू छ, रुम हो, एउटा मात्रै रुम हो, तिनवटा यहाँ पनि एउटा स्टोर रुम होला हो यो। त्यहाँ टिकटक बनाउँदै हुनुहुन्छ है, गाईहरू हुनुहुन्छ, 20 रुपियाँ प्याकेट। त्यहाँ किचन छ। हेलो ब्रो मेरो पनि खिच्देऊ न अलिकति। हाय ह्याप्पी दसैँ। हेलो ह्याप्पी दसैँ है गाई। नमस्ते नमस्ते भाग्य। नमस्ते। म भ्लग बनाउँछु मेरो पालि। ल कहाँ आर्सवा गौतम स्वागतम लेखेको, स्वागतम कस्तो लेखेको छोरा दा, स्वागतम भनेर लेखिरहेको छ। यो त्यहाँ फ्यासन सो चलिरहेको छ, भिडियो टिकटक हो। यो गाई बाख्राहरू छ, धानहरू छ, गाईहरू। हजुरहरू कहाँ बस्नुहुन्छ कमेन्ट सेक्सनमा भन्नु होला। यहाँ माउहरू टिकटक बनाउँदै हुनुहुन्छ ल। भिडियो बनाउनु त बाबा मामुहरू यहाँ टिकटक बनाउँदै भिडियो फोटोहरू। यहाँ धानहरू छ है, कस्तो दामी धान छ, हिउँदो धान। धानहरू कस्तो दामी छ यहाँ, कस्तो छ, पुरै ग्रिन नै ग्रिन धान छ। बाख्राको खोर छ है, गाई छ यहाँ। यहाँ त खेत छ, पछाडि यहाँ खेत यहाँ छ। यो मयर, यो बेलको रुख हो, यो बेलको रुख छ यहाँ। बेल छ है, बेल हौ बेल, बेलको रुख छ यहाँ बेलको रुख छ। हामी जाँदैछौँ इन्जेक्सन होइन हौ, पिनको इन्जेक्सन अरे। बुवाहरू आउँदै हुन्छ, त्यहाँ बुवाहरू आउँदै हुनुहुन्छ। बुवा होइन, भान्जो बाछी केही गर्दैन, फुलहरू छ यहाँ। ल बाई, अब टिका लाउने, टिका लाएपछि भेटौँला। ल बाई। हामी हिजो यही ठुलो मोर्की आन्टीको घर गएको थियौँ हिजो। हामीले त्यो भ्लग बनाइनछौँ। अब हामी टिका लाउने बेला हुन आँट्यो।
बाबाहरू आएछ यहाँ टिकटकहरू के बनाएर फोटो टिकटकहरू के अब हाम्रो अरू बुवाहरू पनि आउँदै हुनुहुन्छ होला धान हेर्न जानुभएको छ हाम्रो यो धान छ है गाइसहरू धान भएको होला बेलको रुख छ सुपारीको रुख छ यहाँ अब बुवा पनि आउनुभयो मेरो बुवा बाछी छ बाछी बाख्रा यहाँ पनि गाई बुवाहरू पनि आउन आँटिसकेको छ धान हेरेर आएको अरे बुवाहरू त हराउनु नै भयो अब यहाँ बाछी छ छोरा बाछीको मुख ल बाछी यहाँ छ बाछी देऊ बाछी फुलहरू छ हेलो अब जाँदैछौँ हामी कहाँ अर्को जुत्ता भनिस जुत्ता खोर भएको छ नि त कराउँदै हुनुहुन्छ यहाँ जुत्ता खोर भएको छ यहाँ हिलोले गर्दा बेल नि हो बेल होइन अमिलो ए नि त मैले अघि बेल भन्दैछु मैले अघि कागती नै भन्न आँटेको कागती रहेछ है गाइसहरू अम्बकको बोट होइन यो अम्बकको बोट होइन यो अम्बकको बोट रहेछ अब म आमालाई भनिदिन्छु है गाइसहरूलाई अनि कान्छसँग त अनि उठबस गर 10 चोटि इ भागो उठबस एकचोटि गर नि त एकचोटि सबैको ए भाइ मजाले गर मजाले ल लाइट क्यामेरा एक्सन ल हामी जाँदैछौँ त्यहाँ हजुरहरूलाई अगाडिको भ्यू देखेको छ कि छैन भन्नु है जाँदैछौँ है हामी धानहरू छ कति धान कसको धान हेर्नु यो बिग्रिन्छ पनि टिकटक के बनाउँदै फोटो टिकटकहरू यता भान्जो छ रुइरहेको छ भान्जो रुयो भान्जो रुँदैछ भान्जो बुवाहरू अगाडि नै राख्नु थम्बनेल बनाउन दीपक दाइको मैले भेटेको किन आउँछन् काकाहरू के रोको अघि धनबारीमा रुँदै थियो धन्नाले हिलोमा झरेन तास खेल्दै हुनुहुन्छ बुवाहरूले है थम्बनेल बनाऊँ न ल हेर लु है यता चाहिँ सुरु भएको छ तास के गर्ने 10 रुपियाँ तास जहाँ गए पनि नछोडिने त्यो यस्तो पंखा खोल्नु अनि भित्र खाटमा गरेर बस्छु आमाहरुको घर हो आफ्नै घर सुगर सुतो त सिटमा बस्न पाइन अरे
ल जेन्जीहरू यो जेन्जीहरू यिनीहरू जेन्जीहरू अस्ति अनि गएको थियो त गाउँपालिका डराउन हाम्रो दिशान्त अगाडि थियो होला नि बा जेन्जीहरू यहाँ छन् जेन्जीहरू अब एकदम दसैँको माहौल रन घन भएको छ। घन घन भएको छ। केही तपाईँको स्कुलमा केही भन्नु छ कि होइन, अब 82 सालको बडा दसैँको उपलक्ष्यमा आज हामी हाम्रो पुरानो थाँथलो बालुवाडी वार्ड नम्बर अहिले कदमगाउँ वार्ड नम्बर 7 मा भेला भएको छौँ। अब यहाँ हाम्रो तयारी एकदम अन्तिम चरणमा पुगिसकेको छ। 55 भनेको हामी ठ्याक्कै 11:55 नै हाम्रो टिका कार्यक्रम सुरु हुन्छ। यहाँ हामी लगभग 32 जना अहिले चाहिँ अलिक घटबड कोही विदेश कोही कता भएर घटबडमा छौँ अहिले हामी। हाम्रो यता केही भन्नु छ कि केही भन्नु छैन, पारिवारिक भेटघाट भएको छ, रमाइलो छ। अब के भन्नु र? ल भाउजू यता केही भन्नु छ कि एकदम ठिक छ यसपालिको दसैँ है रमाइलो भयो। रमाइलो ल काका केही भन्नु छ कि केही एक दुई शब्द विजय दशमी 2082 को उपलक्ष्यमा सबैजनामाथि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हजुर नवदुर्गाको आशीर्वादले हाँसित होस्, रोग व्याधहरू हरुन्, कष्ट पीडाहरू चिर हरुन् र नयाँ चाहिँ उल्लासमय जीवनको सुरुवात होस्। धन्यवाद छ। ल यता ठुलोमाहरू केही भन्नु छ कि अब यो बिहा दशमीको बारेमा एक दुई शब्द केही जमरा समारोह लगाउन आएका हजुर दसैँको शुभकामना हजुर सकिएको मेरो त्यही हो। अब यो जिन्दगीको आन्दोलनपछि दुःखका पूर्वक भन्नुपर्दा पनि अब हामी यहाँ यो परम्परागत संस्कृति जोगाउनको लागि र आफूभन्दा तलतिरको पिँढीलाई एउटा शिक्षा दिनको लागि आज हामी पौराणिक स्थलमा भेला भएको छौँ। कवल गाउँपालिका वार्ड नम्बर 7 मा। अनि यसको नाम चाहिँ बालुवाडी हो। प्रपर बालुवाडी भनेको चाहिँ सबै नेपालको कसैले अब भनौँ न जेन्जी आन्दोलनबाट जुन अहिलेको नयाँ नेतृत्व स्थापित भएको छ त्यसले राम्रो सफल कार्यक्रम गर्न सकोस्, जेन्जीहरूको सबै शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको माग चाहिँ सम्बोधन होस् भन्ने चाहन्छु। हामी जहिले पनि त्यो ध्वंसात्मक र त्यो चाहिँ व्यक्ति पीडित कार्यक्रमको चाहिँ विरोध गर्छौँ। चाहिँ सामूहिक लाभ र सामूहिक उद्देश्य प्राप्तिको लागि सबैको ल यता यस्तो हुँदैछ। लु यता केही यता केही भन्नु छ कि यता केही भन्नु छ कि दसैँको हाम्रो केही एक दुई शब्द भन्नु न, एक दुई शब्द केही भन्नु छ लु लु भन्नु न केही छ अंशिका केही छ एकछिन भोक लाग्यो अब एकछिनमा बेला हुँदैछ। लु भ्लगरलाई लु के छ त लु ठिक छ नि एकछिन दसैँको माहौल सुरु हुँदैछ। केही एक दुई शब्द केही भन्नु पर्यो लु। ह्याप्पी दसैँ, एकदम रमाइलो छ, सबै आएका छौ, एकदम रमाइलो छ। कस्तो भइरहेछ अब माहौल? खुसी एकदम सबैजना भेला भएको छु हैन त। ल ल ल यता लु 82 सालको दसैँ एकदम राम्रोसँग भइरहेछ। हामी अनि बालुवाडी माइलहरू घरमा भेला भएका छौँ। अब हामी टिका लाउँछौँ। तिर भइगयो नि त केटा, के गर्नु यस्तै हो। हिँड्दा खाएर पान परा भइरहेछ। यसो 10 नोट हामी हल्लाइरहेछ। ल अरू केही के अरू केही ल भन त ल मजा आयो? अङ्कललाई कुर्सी बोक्न लगायो अङ्कलले ठुलो बाबाले। पर्यो नि त नि, अनि के गर्ने? 32 भएपछि गर्नै पर्यो। फोटो सेसन 32
खोइ हामीलाई नचुइगयो एउटा चुइगम दिएको ए दसैँको बारेमा हौ मजा आयो कि आएन भन त आएको छ त चुइगम पनि खान्छन् दसैँमा कहाँ मासु खान्छ नि मासु पेट्रोलमा नजाऊ न त्यता फोटो सेसन यसरी भ्लग बनाउनु यहाँ भाइ फोटो ल ह्याप्पी दसैँ कमेन्ट बक्समा भन्नु होला ह्याप्पी दसैँ भन्नु होला कमेन्ट बक्समा ह्याप्पी दसैँ ल किन त्यस्तो गरेको यो आन्टी त्यो ममको घर गएको थियौँ ल दुलो परिसकेको हेलो ल हेलो हेलो हामी ठुलो ममको घर हिजो गएको थियौँ हानेर भाग्छ हौ के हामीले कहिले गाइसकेमा के भन्नु छ ल के भन्नु छ भोक निन्दा लाग्यो भोक लाग्यो भन न चस्मा खोइ खोइ ल्याउनु त ल्याएर खिच्छ दहीले हालौँ न खोइ टोपी लिएन होइन आउँदैछ टोपी बेला भएपछि आउँछ कुरा हो म्यामको टिका नलाउने अरे नि त के हो के थाहा त नगरौँ छोड्दै नगरौँ यतिकै ठिक छ डबल राख्नु आमा
यहाँ बस्न अहिले बर्छन् गेला म त यी छु हल्ला गर्दै यी बस्छु पानी त उयो बालुवाडीमा 12:45 लोकेसन उहाँको हो जङ्गलको छेउ 2 बजेतिर चाहिँ पानी एकदम अलिकति कम हुन्छ सबलाई ल सबैलाई नमस्कार उदा ल 1 2 नानु तिमी अझै पछाडि सर्नु पर्ने भयो है त नाति खालबाट सुरु भयो अब ल ल ल ल 1 2 तेरो होइन एलर्जी बनाइदिनु बाबु आउनु भएछ कि होइन यसको लगाइन्छु एकछिन योपालि चल ठुलो भयो नि त ठुलो भयो ल है ल लगाइदिउँ तँलाई लगाउँदा मिल्छ त सबैले मान्ने दिने कि हुनु मेडामा आउँदै हुनुहुन्छ भन्ने हुनु अनि आफूभन्दा ठुलालाई आधार सानोलाई माया कलिकता आउँदैहरूलाई सम्झिनु बालबाडी भन्ने चाहिँ आमै बितिसक्यो होला बाबु आउनु भएछ कि होइन यसको लगाइन्छु एकछिन